सो अलवेज ब्याक टु द च्यानल न्यू डे न्यू मिनी भ्लगमा तपाईँलाई स्वागत छ। र आज पनि बिहानै बिहानै त उठिनँ, आज चाहिँ अलिक ढिलो उठेको थिएँ हिजोभन्दा। र चियासिया खाएर चाहिँ म चाहिँ अब कामहरू गर्नु पऱ्यो, रुमहरू सफा गर्नु पऱ्यो भनेर चाहिँ रुमहरू सफा गर्नुपट्टि लागेँ। र फर्स्ट चाहिँ मैले बेडिङबाटै सुरु गरेँ। र किनभने अब बेडै हुन्छ हाम्रो अलिक च्याल्याल्याङ भएको, अनि टेबल हुन्छ। र ढिलै नगरिकन बेडहरू पनि मिलाएँ। र सन्डे हो या मन्डे रोज खाऊ अन्डै भन्दै मैले चाहिँ अन्डा खाइदिएँ बिहानै उठेर। र अन्डाहरू खाएर चाहिँ म चाहिँ अब रेडी हुनुपट्टि लागेँ। किन भन्दाखेरि चाहिँ आज म घर जाँदैछु, किनभने मेरो बहिनी आइरहेको छ होस्टेलबाट। अन्त बहिनीलाई नभेटेको पनि धेरै भएको छ। र त्यही भएर चाहिँ म घर जानु लागि निस्किसकेँ रुमबाट। र गरम चाहिँ यति बेसी गरम थियो, र ठिकै गाडी पनि पाइहालेँ रोडमा झर्ने बित्तिकै। अन्त त्यसपछि चाहिँ रम्फू पुगे साथ चाहिँ मेरो कपालहरू पनि काट्नुपर्ने थियो। र कपाल काट्नु मात्रै गएको थिएँ, मलाई त चेप्टाएर मार्ला जस्तो गर्छ भइहाल्यो त हो। अरे आस्ते आस्ते गरौँ न भनेर चाहिँ हल्का धम्काइदिएको थियो। अनि त्यसपछि चाहिँ म कपाल सपाल काटेर निस्केँ रम्फूबाट। र सिक्किम काटिसकेर चाहिँ यता पुलमा उदो हेरेको, यहाँ त खोलामा चाहिँ ओभर पौडी खेलिरहेछ। किनभने गरम चाहिँ यति बेसी गरम थियो, र मलाई पनि खेल्नु मन परिरहेको थियो। र के गर्नु, घर जानै पर्यो भनेर चाहिँ घरको बाटोहरू देखाउँदै थिएँ हातले। त्यसपछि चाहिँ म घर पनि पुगिसकेँ। र पुग्ने बित्तिकै यहाँ रोडमा चाहिँ स्कुटी लडिरहेको रहेछ मेरो। र मेरो चाहिँ भन्नु पाइनँ मैले, र घरको स्कुटी हो यो चाहिँ। अनि त्यसपछि चाहिँ यहाँ तल चाहिँ दाहरूको घर हो, र दाले चाहिँ मलाई चिया ल्याइदिनु भएको छ रोडमै। अन्त म चाहिँ रोडमै चिया खानु थालेँ। र त्यसपछि चाहिँ म घर पनि आइपुगेँ। र घर आइपुग्ने बित्तिकै मैले चाहिँ बहिनीलाई भेटेँ। र बहिनी चाहिँ करेन्ट खाइरहेको रहेछ, सास सारा सुसु गर्दै। अन्त त्यसपछि चाहिँ बहिनीलाई मैले मिठाईहरू पनि ल्याइदिएको थिएँ। अन्त त्यति नै थियो आजको मेरो सर्ट मिनी भ्लग। होप यु गाइस लाइक इट, र सी यु इन नेक्स्ट मिनी भ्लग। बाई।